र यो च्याउ चाहिँ तपाईँले देख्नु सक्नुहुन्छ, यो ठुलो न ठुलो छ है। यो चाहिँ अब के च्याउ हो, तपाईँको जरा पनि छ। अनि केलाउँदाखेरि चाहिँ यसले टेस्ट यस्तो हुँदो रहेछ है। तपाईँहरू कसरी चिन्नुभयो भने चाहिँ यसको नाम के हो, खाने तरिका कसरी हो, र इङ्ग्लिसमा चाहिँ यसलाई प्रुफ बल भनेर चिनिँदो रहेछ है। र नेपालीमा यसलाई के भनिन्छ तपाईँहरूले कमेन्टमा राखिदिनुहुन्छ भनेर मैले आशा राखेको छु। र तपाईँले यो च्याउ देख्न सक्नुहुन्छ। र तपाईँले जो कोही चिन्नुभयो भने चाहिँ यसको नाम कमेन्ट गरिदिनुहोस् भनेर आशा पनि राखेको छु। अन्डा जस्तो उक्किँदो रहेछ है, तपाईँले हेर्न सक्नुहुन्छ। र तपाईँले यो च्याउ चिन्नुभयो भएन, यसलाई चाहिँ इङ्ग्लिसमा चाहिँ तपाईँको प्रुफ बल भन्दो रहेछ। र अब नेपालीमा के भन्छ है, र यसलाई खानु चाहिँ कसरी खानुपर्ने यसबारे हामी जानकारी नभएकोले गर्दाखेरि तपाईँहरूलाई यो हामीले देखाउँदैछौँ र यसलाई कसरी खानुपर्ने। र नेपालीमा यसको नाम के भनिन्छ है, तपाईँहरूले यसो कसैले चिन्नुभयो भने चाहिँ कमेन्टमा राखिदिनुहोस् होला। र यसलाई खाने तरिका कसरी हो तपाईँले यसको कमेन्टमा गरिदिनुहोस् होला। र यसरी उकाउँदाखेरि चाहिँ अन्डा जस्तो उक्किँदो रहेछ हेर्नुहोस्। र यसलाई कसरी खानुपर्ने हो, र यसको यो चाहिँ तपाईँको नभएको पनि 1.5 केजीको ओजनमा छ, तपाईँ हेर्न सक्नुहुन्छ।